रिजलाइन इनर्जी लिमिटेडको आइपिओको रिजल्ट आउने मिति तोकेको छ। सो कति गति रिजल्ट आउँदैछ र यो आइपिओ पर्ने सम्भावना चाहिँ कतिको रहेको छ त त्यसको बारेमा तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। यस रिजलाइन इनर्जी लिमिटेडको आइपिओमा टोटल 26,62,783 जनाले आवेदन दिएको थियो भने यो आइपिओमा चाहिँ मागभन्दा बढी किताको लागि आवेदन परेकोले चाहिँ लकी ड्रबाट बाँडफाँड गरिनेछ र सबैलाई 10 किताले बाँडफाँड गर्दाखेरि 1,18,026 जनालाई मात्र यो आइपिओ चाहिँ पर्नेछ र बाँकी रहेको 25,44,757 जनाको हात भने खाली हुनेछ। सो यो आइपिओ पर्ने सम्भावना एकदमै कम रहेको छ र तपाईहरुलाई आइपिओ परोस् भन्ने चाहनुहुन्छ भने कमेन्टतिर ओम पनि लेख्दै गर्नुहोला र बाँडफाँड हुने मिति यानी कि रिजल्ट आउने मिति भनेको चाहिँ यही फागुनको 14 गते बिहीबारको दिन यो आइपिओको चाहिँ बाँडफाँड गरिनेछ र बाँडफाँड गरेको केही बेरमा रिजल्ट हेर्न मिल्नेछ। सो यो भिडियो हेर्नुहुने सबैजनालाई बेस्ट अफ लक। तपाईहरुलाई आइपिओ